यो देश पसिना बगाएर बनाउँछु भन्नेलाई ढुङ्गे र पास्टर भन्छौ। यो देशमा रहेको ठुलो समुदायको लागि जो अन्याय, अत्याचार, उत्पीडन, दमन, हत्या, बलात्कार सहेर बाँचेको छ त्यसलाई अधिकार माग्ने अभियन्तालाई अपराधी भन्छौ। तातो न छारो कामै नगर्ने तर गफ मात्रै गर्नेहरूको गफ चाहिँ हामीले पत्ताउनै पर्ने। एकैछिन सुनौ यिनीहरूका गफ। मेरो स्किम सुन्नु होला। हामीले 100 दिनभित्र कम्तीमा पनि सुरुवातमा 100 जना युवाहरूलाई फ्री टिकटमा यो देशमा रोजगारी दिन विदेशका गल्ली गल्लीमा टिकट टाँस्नेछौँ। नेपाल फर्किने अभियान चलाउनै पर्दैन, टिकट काट्नै आउने। के को अभियान? एयर टिकट बन्द भएको छ र त्यो रट लगाइरहनु पर्दैन। स्वाभिमानको त्यति ख्याल माया छ भने टिकट काट्नै आउने, अभियान कसैले चलाइरहनु पर्दैन। अनि त्यहाँ बसेर टुच्च टुच्च हनिरहने। संविधान 10वटा बुँदा संशोधन गर्न के गाह्रो, प्रत्यक्ष कार्यकारी लेख्न के गाह्रो। नेपालको साल मात्र अहिले हामीले सदुपयोग गर्यो भने प्रत्येक नेपाली आजकै दिनमा 1 करोड बाँड्न पुग्छ कि 1 करोड 20 लाख बाँड्न पुग्छ कि त्यति धेरै पैसा छ कि। गफ मात्रै लगाउने काम गर साला।